श्रीमान राति 12 बजे घर फर्किए। श्रीमतीले सोधिन्, किन यति ढिलो? श्रीमान, अरे अफिसको पार्टी थियो। श्रीमती, अनि यो लिपस्टिकको दाग के हो? श्रीमान, यो त साथीको श्रीमतीले मलाई किस गरिन्। श्रीमती, अनि यो चोट कसरी भयो? श्रीमान, त्यही साथीले, उसलाई थाहा भयो कि मैले उसकी श्रीमतीलाई किस गरेको थिएँ। बोयफ्रेन्ड, माया, तिमीलाई मसँग सेक गर्न मन छ? गर्लफ्रेन्ड, म त भर्जिन छु। बोयफ्रेन्ड, म पनि त। गर्लफ्रेन्ड, झुट बोल्छौ, तिमी त केटा हो। बोयफ्रेन्ड, म पनि भर्जिनै छु, भर्जिन बोका। समझ रहे हो ना? आमा, बुहारीलाई तिम्रो श्रीमान राति कति पटक उठ्छ? बुहारी लजाउँदै, आमा त्यो त 2-3 पटक। आमा, हो र, मेरो त हरेक राति 5 पटक उठ्थ्यो। बुहारी, वाह आमा, कति रोमान्टिक। आमा, पिसाब गर्न। समझ रहे हो ना? डाक्टर, तपाईको श्रीमतीको रिपोर्ट आएको छ। उहाँ गर्भवती हुनुहुन्छ। पति, असम्भव, हामी त 3 वर्षदेखि छुट्टै सुत्छौं। डाक्टर, त्यसो भए यो त मिराकल हो। पति, मिराकल होइन डाक्टर साहब, यो त मेरो छिमेकीको काम हो। समझ रहे हो ना? केटी, मलाई तिम्रो कुरा मन पर्छ, तर तिम्रो साथीको झन मन पर्छ। केटो, मेरो कुरा कि? केटी, तिम्रो कुरा पनि मन पर्छ, तर तिम्रो साथीको कुरा झन ठूलो र मोटो छ। श्रीमान, आज राति म तिमीलाई स्वर्ग देखाउँछु। श्रीमती, अरे बाबा, फेरि त्यही पुरानो मिशनरी पोजिसन हो। श्रीमान, होइन, आज त डगी स्टाइल। श्रीमती, त्यसो भए कुकुरिनी बन्न पाइने भो। समझ रहे हो ना? एउटा केटाले केटीसँग, म तिमीलाई मेरो जीवनभर सुख दिन्छु। केटी, कसरी? केटो, हरेक राति 10 मिनट। केटी, अनि बाँकी समय तिमीले मलाई सुख दिनुपर्छ। आमा, छोरी, तिम्रो प्रेमीले तिमीलाई के दिन्छ? छोरी, माया, टाइम, ध्यान। आमा, र राति? छोरी, राति केरा दिन्छ।